हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ सबिना पुरी फेरि पनि आइसकेको छु नयाँ भिडियोको साथमा। हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदमै ठिक छु। अनि आज चाहिँ मेरो नाइट काम हैन, अनि आज चाहिँ म खाली छु, त्यसैले मैले भिडियो बनाउन थालिसकेँ हैन। अनि आज यस्तो घाम लागिरहेको छ, हाम्रो यताको नजरिया यस्तो रहेको छ हैन, दामी मौसम छ। अनि यहाँ चाहिँ मैले सिन्की बनाएको छु हैन, यो चाहिँ मुलाको हो। अनि कस्तो हुन्छ हेरौँ है त। यो मैले दुईटा डिब्बामा बनाएको छु क्या, मसँग मुला लगाएको थिएँ हैन। अनि त्यो मुलाको चाहिँ मैले सिन्की साह्रै मनपर्छ मलाई हैन। नेपालीहरूले गुन्द्रुक मन नपर्ने त हुँदैन होला खासै। अनि मैले बनाएको छु, हेरौँ कस्तो हुन्छ। पानी निस्केको थियो एकदमै धेरै, कस्तो हुन्छ हेरौँ है त। अनि मेरो मुलाहरू त्यहाँ योहरू हो, यो चाहिँ निकालेको छु मैले। यता फर्सी पनि छ, अब बारीको भिजिट चाहिँ म अर्को दिन गरौँला फेरि। अनि आज चाहिँ म के गर्छु भन्दाखेरि उता दिदीहरूको दुईजनाको पनि छुट्टी छ अरे। अनि त्यसपछि दिदीहरूले घुम्न जाऊँ भन्नुभएको छ। अब कता गइन्छ, अब त्यो पार्कमै होला हैन जाने। अनि घुम्न जाने भनेका छौँ हामी। यस्तो घाम छ के, चिरुक्कै घाम छ। अनि अलि पछि दिउँसोतिर जाम्ला भनेको छु मैले चाहिँ। हेलो साथीहरू, यो जापानमा नि यस्तो घाम लाग्छ कि मैले अघि भर्खर 1.5 घन्टा जस्तो भयो होला कि अघि सुकाएको हैन, धोएर ल्याएर सुकाएँ हैन। अनि त्यसपछि हेर्नु अहिले कस्तो भएको छ, यस्तो भएको छ कि भगवान, वाट इज दिस। यस्तो घाम लाग्छ, यस्तो चर्को घाम लाग्छ। यहाँ मात्र यस्तै हो कि अरू ठाउँमा पनि यस्तै घाम लाग्छ। ए भगवान, सिन्की बनाउन लगाएको, अब सुर्ती चाहिँ भएछ। हेलो गाइज, म फेरि पनि आइसकेँ हैन। अनि आज हामी घुम्न जाने भनेको थियौँ नि त। अनि दिदीले फोन गरेर ल हामी त रेडी भइसक्यौँ, अब जाम रेडी हो भन्नुभयो हैन। हुन्छ ल म आइहाल्छु भनेको छु हैन। तर मेरो हालत हेर्नु, अनि म के गर्दैछु हेर्नु न यहाँ। म सिन्की खाँदैछु कि अनि अब चाहिँ चिडचिड गरेर जानुपर्ने हुन्छ, मार हुन्छ। ल बाई। मैले चाहिँ खाँदिसकेँ है, सिन्की यहाँ राखिसकेँ, बनाइसकेँ है। अनि अब चाहिँ जाम मेकअपतिर। हेलो गाइज, म चाहिँ रेडी भएर पनि आइसकेँ हैन। म रेडी भएर यस्तो हतार भयो कि म रेडी भएँ हिँडेँ। अब म घरबाट हिँडेँ भन्दाखेरि म त्यो भिडियो बनाउनै पाएन हैन। घरबाट हिँड्दाखेरि भिडियो बनाउन पाएन, यति हतार भयो। अनि त्यसपछि हाम्रो प्लान हुँदाखेरि हामी रेडी, दिदीहरूले रेडी भइसक्यौँ, हामी हिँडौँ भन्दाखेरि म के गर्दै थिएँ हैन, म सिन्की खाँदै थिएँ। अनि यस्तो हतार म छिटो आएँ कि उहाँहरू भन्दा पनि अझै आउनु भएन कि। ओ माइ गॉड, कस्तो ढिलो गरेको हो भनेपछि को ढिलो गर्दो रहेछ भन्ने कुरा यहीँबाट थाहा भयो आज। अनि हामी चाहिँ आइसक्यौँ हैन, म चाहिँ आइसकेँ। अनि हाम्रो चाहिँ के भयो भन्दाखेरि प्लान ठाउँ चेन्ज भयो। के भयो भन्दाखेरि चेन्ज भन्दा नि थप्यो, वहाँ गएर अनि ड्राई पिकनिक गरौँ भन्ने थप्यो होइन। ड्राई पिकनिक गरौँ भने मैले, अब भोक पनि लागिरहेको छ। अनि ड्राई पिकनिक खाऊँ न त भनेर भनेको हो होइन। अनि सामानहरू पनि लिएर आएको छु मैले होइन, दिदीहरूले ल्याउँदै हुनुहुन्छ। अनि मैले चाहिँ अलिअलि लिएर आएँ। अनि कन्निचिवा। अनि यो कुरकुरीहरू लिएर आएको छु मैले। अनि फेन्टा ल्याएर आएको छु। अनि कोक चाहिँ दिदीहरूसँग रहेछ, अनि दिदीहरू ल्याएर आउँछु भन्नुभएको छ। अनि चटपटे खानको लागि म चाहिँ यो उहरू लिएर आएको छु। अनि अरू चाहिँ दिदीहरूले लिएर आउँदै हुनुहुन्छ होइन। अहिलेसम्म आउनुहुन्न क्या, अझ फोन पनि उठाउनुहुन्न। ओहो, अझ छिट्टो गर छिट्टो भन्ने के हो यो। यस्तो ढिलो गर्ने, फोन पनि नउठाउने है दिदीहरू, के साह्रो हो। अनि यहाँ पार्कमा पनि कस्तो धेरै समयपछि आएर होला, कस्तो रमाइलो लाग्ने कि यही पार्क पनि हरियाली छ होइन। अनि त्यस्तो पनि हुन्न, टाइम त्यस्तै हुन्छ कि आउनको लागि। अनि त्यो कहिलेकाहीँ आइन्छ यस्तै बिदाको दिनमा, अनि नाइट भएको दिनमा हुन्छ। अनि यतातिर जाम है त हामी, यताको नजरिया हेर्न। टक्क यता चाहिँ फुल फुलिसकेछ, यता जाऊँ न, कस्तो दामी फुलहरू फुलेको छ यो चाहिँ। कस्तो राम्रो फुल फुलेको छ। किन फोनै उठाउनु न, फोनै छोडेर आउनु भएछ कि क्या हो।
साइकल लिएर त आउनु भयो होला नि कि हिँड्दै आउनु थाल्नुभयो मोबाइल उनी छोडेर। अनि यता जाम हामीहरू चाहिँ दिदीहरू नआउँदासम्म हामी चाहिँ यतातिर हेर्दै गरौँ है त। यता चाहिँ यस्तो दामी छ। दामी छ दामी। ल दिदीहरू के हो कि मलाई प्राङ्क गरेको छैन अरे यहाँ। फोन आयो आयो आयो। हेलो ओ ओ हेलो दिदी। हेर न त्यो फोन गरेर फेरि उता बोल्नु। ओ दिदी फोन उठ्या थाहै छैन उता यस्तो फोन। कहाँ म यहाँ आएर खाइसक्यो म त आधा। पार्कमा आइसक्यो कि कहाँ हो र? उमीमा अरे। म यहीँ उमीमै छु। छिटो आउनु। ल छिटो छिटो छिटो। ल आउँदै हुनुहुन्छ होइन? अनि टक्क फोटोसोटो उफ उफ आए। ओहो हिरोइनीहरू हाई। सेल्फी यत्रो सामान कसले ल्याउँछ? कसरी बोकेर आउने म? हिँड्दै आएको नियन्जिन जानै त्यसका नियन्जिन जानै नेपारुजिन। हाई गाइस के छ? भेटनाम ए मलाई अघि बच्चाहरू आएका होइन इन्डोजिन देशका अरे क्या मलाई नेपालीजन त ओ नेपारुजिन रे अझै। अनि यत्रो किरा ल्याएर कोरेवा गरौँ रे के वकार नै आबु नै भन्यो। कस्तो यही त हो नि फेन्टा भनेको पर्पल कलर यो मैले ल्याएको। लु हामी किचनमा ल त्यहाँ रुखहरूको बिचमा बसेर यस्तो यहाँ होइन अर्कै ठाउँमा फोटो फोटो कहाँ खिच्ने? ल हाई गाइज हाम्रो चाहिँ यहाँ फोटोसुट हुँदैछ। भिडियो सुट हुँदैछ फोटोसुट हुँदैछ है। यसरी चाहिँ किन घुमेको? राम्रो आएको यो अलिकति छिटो मेरो कपाल हो। यो अलिकति बनाइदिनु। कुन चाहिँ राम्रो भएको थियो? ए अँ राम्रो थियो। ल थ्याङ्क यू। अनि हामी चाहिँ चटपटी खान आएको होइन ड्राई पिकनिक आएको। दिदीहरूले चाहिँ के गर्नुभएछ भन्दा चाउचाउ पनि बिर्सिनु भएछ भुजा पनि बिर्सिनु भएछ। चाउचाउ र भुजा बिर्सेर हामी चाहिँ चटपटी खान आएको यस्ता मान्छेहरू भुलक्कडहरू। त्यही हो साथीहरू। यहाँ हामीले चाहिँ चाउचाउ र भुजा मगाउँदैछौँ है त। ए हो त्यो त नआउनु है आउनु छिटो आउनु। चाउचाउ र भुजा तिम्रो फोनबाट मलाई भिडियो बनाइरहेको छु मेरोबाट ए जहिले त्यही भन्ने है। बे गरेर जहिले बे गरे होइन भने यस्तो मान्छे के हो तपाईँको पारा। ल है हामी त यहाँ अब चाउचाउ र भुजा अर्डर गर्दैछौँ के अरे मगाउँदैछौँ। बिचार भर्खर कामबाट आउनुभयो दिदीलाई चाहिँ यहाँ मेरो फोटो बनाइदियो। अर्को चाहिँ त्यति सतर्कमा राख्नु। मस्किने हो क्या बुढो सम्झेर। हिरोनी हाम्रो हिरोनी आजको क्यामेराम्यान यता चाहिँ क्यामेराम्यान फोटोग्राफर यता अनुहार देखाउँ न। अब भर्खर आएको हिरोनी चाहिँ हिरोनीको साथी कामबाट गलेर आएको छ। हिरोनीको साथी भएन क्या माक्का फोटोग्राफर दिको लागिसक्यो फोटोग्राफर। तिमी नै छौ
मैले कहाँ थियो र चाउचाउ त ल्याएँ भुजिया चाहिँ कहाँ छ मुरा थिएन र मुरै भने भुजा भनेको के उसले मसँग थियो क्या भुजा मुरा ल्याउनु भयो कि नै मुरै भनेको हैन मुरै पनि ल्याउनु फेरि दुईटै भनेको होइन खै म चाउचाउ भिडियो बनाउनेहरू म झोला बोकिन्छु ल हामी चाहिँ अब फोटोसुट सकियो होइन भिडियो बनाएर फोटोसुट गरेर सकियो हिरोनीहरू राम्रीहरू जहिले पनि हाम्रो आउने भनेको यही पाएको जाने भने यही पाएको जहाँ गयो पनि पाएको यही पार्क हो हाम्रो फेभरेट वान एन्ड ओन्ली अनि राम्रो छ एउटाले बाइक कुदाउँदैछ अर्कोले झोला बोकेर हिँड्दैछ अनि बल्ल चाउचाउ चाहिँ आयो होइन अनि फेरि भुजा ल्याउनु भनेको फेरि अर्कोले भुजा भनेको सुन्नु भइन्छ फेरि अर्को दिनले हामीले आज चाउचाउ खानै लेखे आइन्छ क्या चटपटी होइन अब घरमा गएर घरमा बनाउनु के हो पैसा कोही आमा कति धनी खै पैसा चाहिरहेको छ क्या मलाई कसलाई चाहिएन होला र पैसा किन यही राख्ने कहाँ 22 र 30 हामी तिनैजनाको छुट्टी मिलेको छ क्या 2 दिन 2 दिनै तिनैजनाको हो माई गड पसल चाहिँ बन्द हुन्छ भनेको यहाँ पार्क बन्द हुन्छ त्यो पानीमा डुबाइदियो त तल खसाल्नु क्या खसाल्नु अब फाल्दै जानु ल हामी चाहिँ अर्को पार्कमा आइसक्यौँ अनि कहाँ बिचमा पाइन्छ पाइन्छ खोर नगरौँ बसौँ हरियो दामी छ है हाम्रो पार्कहरू यहाँ चाहिँ बस्ने ठाउँ छ यताहरू अनि यहाँ चाहिँ बार्बिक्यू गर्ने ठाउँ है यहाँ चाहिँ टक्क लाएर बार्बिक्यू गरेर खाने यहाँ कसले खाएको रहेछ यस्तो चाहिँ यहाँ छ है यस्तो सुविधा छ यहाँ हाम्रो पार्कमा अब चाहिँ हामी चटपटी बनाएर खान्छौँ है अनि चिसो त छैन लु हेर पोल्टेको वाउ हाम्रो कुरा बुझाइ नभएको रहेछ क्या आज चाहिँ हाम्रो यतातिर नि पुरा उ भइन्छ यतातिर नि पुरा बुझा भइन्छ ल आज चाहिँ मिसअन्डरस्ट्यान्डिङ भयो आज पछाडिको कुरा बुझाउनु सक्नु लास्टमा कामबाट आउनेलाई के को हामी ल चाउचाउहरू भयो अनि यो हो यो पनि गुजु पारेर हाल्ने कस्तो हुन्छ हालौँ खोइ कस्तो हुन्छ मैले पनि थाहा छैन गुल्लो छ भने त नमिठो होला नि फेरि भित्र पुगेर मिठो दामी उसले चाहिँ खाएर भ्याउनु लगाइसक्यो मल्दै खाएर भ्याउनु लगाइसक्यो हो मेरो बाबु बुझेको तिन मान्छे नबिर्सेका उसलाई त लाउँदैन हामी तिनैजनाले बिर्सेर है हाम्रो चाहिँ खानापिना भयो है अनि अब मेरो एउटा भिडियो बनाउने अनि जाने है जाडो भयो भिडियो बनाउने अनि मैले ल्याउ न यो होइन कि त्यो तिम्रो फोनबाट मलाई यस्तै हिँडेको भिडियो बनाइदिँदा हिँडेको दौडेको अब सबै बनिन्छ सर्प जस्ट लाइक सर्प यहाँ चाहिँ फुलहरू पनि फुलिरहेको ल जानु उता हो त्यो यो चाहिँ ऊ चाहिँ हाम्रो यहाँ हाम्रो हिरोनी यता हाम्रो अघिदेखिको के अरे ऊ फोटोग्राफर के पो क्यामेराम्यान डाइरेक्टर सबै अब हिरोनीले कपाल बिस्तारो छोडेको अब यहाँ सुरु भयो प्रोड्युसर यस्तो ओ यहाँनिर भयो साथीहरू ल यिनीहरूको अनुहार अलिक नदेख मेरै अनुहार हेरौँ ल यहाँ मेरो भिडियो बनाइदिएन यो मारौँ अब के गरौँ
हेर हेर छिटो न हजुर के गर्ने भिडियो बनाइदेऊ न हिँडेको भिडियो बनाइराखु मैले यस्तरी हिँडेको के त्यो हेर हेर दौडेको है म त जे पाए भनिदिन्छु त्यही ओ छाड न छाड त्यो छाड छाड ओ छाड न केटीहरू के हो छाडा भने छाड क्या छाड छाड बाटो छाड भनेको यतातिर छ उज्यालो यतातिर त अँध्यारो आउँछ ल है अब अँध्यारो हुन थाल्यो जताततै अँध्यारो आउँछ ओ छाड न म त्यहाँ भिडियो बनाउँछु कि यता छु यता ल छाड बाटो छाड भने मेरो कि फोटो खिच्दा मेरो अघिदेखि फोटो खिच्दानेको मेरो पहिला भन्छ ए भगवान मेरो साथीहरू अब चाहिँ यस्तो जाडो भइसकेको छ होइन टक्क ज्याकेट लगाइयो ज्याकेट फेरि यस्तो एकदम तातो वाला छ सबै सक्यो ल अब यो खाँदै जान्छ प्याकअप गरौँ प्याकअप ग्लास यता ल्याउनु चम्ची ल्याउनु तपाईँले चम्ची यहीँनिर राखौँ मेरो चाहिँ राखेँ तल झोला म बोक्छु साइकलमा छ नि त यो यहाँ यो फुट्ला अन्त हो त नफुट्ने त त्यता हाल्नु क्या यो चाहिँ लाने यो साइकल लगिदेऊ तलको सब्जी चाहिँ जाडो भएको छैन गाइजहरू मलाई त जाडो हुन आएको जाम 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 साह्रै जाडो भयो मलाई त साह्रै जाडो भयो जाम है गाइज कम 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 हाम्रो ताल हाम्रो समुद्र हाम्रो पोखरी सब ताल महल यो हाम्रो सबै त यहीँ छ सबै हाम्रो जुन चाहिँ साकुराको रुखहरू हुन् साकुरा अहिले यस्तो भइरहेको छ फुलेर सकिसक्यो के खसाल्नु भयो प्लास्टिक लिनु है फोहोर त फलाउन बाटोमा दामी फुल छ यहाँ चाहिँ साह्रै जाडो भयो के चाहिँ काट्नु पर्थ्यो अरे सिक्रा काटेर चाहिँ राम्रो आउँथ्यो क्या यो कहाँ काट्ने हामीले ल हेलो भनौँ सबैजनाले अनि अब हामी चाहिँ पिकनिक खायो है ड्राई पिकनिक सकिसक्यो अनि अब चाहिँ जाँदैछौँ हामी घरतिर टक्का लाएर यहाँ त नालीको पानी आएर जम्मा हुँदो रहेछ यता त्यो टुटी गाडेको छ कहाँ नाली यताबाट आएको यहाँ खनिँदै गरेको ठाउँ छ क्या यहाँ यतातिरको भ्यू यस्तो रहेको छ गाइजहरू बाई बाई ए उसले पनि साइकल ल्याएको त लास्टमा त हामी ल बाई बाई है त अब मेरो साइकलमा जान्छु म त्यस ड्युटी हेर अँ। अनि नत्र फेरि हामी ड्राई पिकनिक ल बाई बाई म जान्छु अब टक्क लाएर यहाँ राखेको छु मेरो साइकल ब्यागमा राखेर जानुपर्ने हुन्छ अब बाई बाई